ल आज हामी चाहिँ आमायाङ्ली जाँदैछौँ। हाम्रो चाहिँ जहिले सुरु हुन्छ प्याराडाइज ब्याङ्केटबाट। बाटोमा अब के हुन्छ अपडेट गर्छौँ। पहिलाकै हाम्रो टोली राजीव दाइ प्लस रोशन नेपाली चाहिँ अब हाम्रो लगभग 10 जना जति टोलीहरू छन्। ठ्याक्क 9 बजे हाम्रो यहाँबाट जर्नी सुरु भएको छ आमायाङ्लीको लागि। गाइज हामी अब यहाँ साँखु पुग्यौँ। साँखुको अब नयाँ बसबाट हाम्रो जर्नी चाहिँ ठ्याक्क यहाँबाट तपाईँलाई पोइन्टमा लोकेसन दिन्छौँ। अब दुईजना छ। अब हामीले नेक्स्ट स्टप चाहिँ मेलम्ची भनेको छौँ। हेरौँ कहाँ पुग्छौँ। गाइज हामी चाहिँ अब लगभग यता बिचमा छौँ ठ्याक्क बाटोको। अब हाम्रो सानो झरनाहरू अब यसो फोटो खिच्नै पर्यो, सबैलाई रोक्नै पर्यो। दुईजना मोडल यहाँ छ, हाम्रो क्यामराम्यान त्यहाँ छ। हामी चाहिँ बाटोमा चाहिँ यहाँ राजु दाईको छैला पसल। जर्सिङ पौवा अन द वे, एकदम पपुलर छैला पसल हो। छैला पनि आछ हातमा। ल राजु दाईको छैला चिउरा बाटोमा अन द वे टु जर्सिङ पौवा। मेकिङ प्रोसेस पनि हुन्छ यसमा, एकदम स्पेसल। यहाँ आएर छुटाउनै नहुने चिज हो। उज्जवल हामी गाडीमा खाने हो कि नपुग्ला फेरि यहाँ पुगिहाल्छ नि, पुगिहाल्छ होइन गाडीमा बाइकमा त ल हेर गाडीमा खाँदाखेरि अलि नरमाइलो हुन्छ। यहाँ दुधमा खाँदाखेरिको मिठो टेस्ट फरक हुन्छ। छैला ब्रेक हाम्रो छैला ब्रेक हुँदैछ। त्यसैले हाम्रो दाइले आज हामी एकदम छैला खाँदैछौँ। र त्यसै गरी हाम्रो स्कोपियोमा हाम्रो साथीहरू हुनुहुन्छ, त्यसै गरी अगाडि हुनुहुन्छ हाम्रो दाइ। तपाईँको परिचय दिनु। मेरो अर्जुन रिमाल। हामी चाहिँ आमायाङ्ली जाँदैछौँ। अब अहिले चाहिँ यो मेलम्ची पुग्ने बेला हुन लाग्यो। मनोज दाइ कस्तो लागिरहेछ तपाईँलाई? मलाई बहुत रमाइलो लागिरहेछ आमायाङ्लीको यात्रामा। आज हामी यो सबै व्यवस्थापन सहितको यात्रा सुरु गर्दैछौँ। अब मजा आउनेवाला छ, यो चाहिँ पक्का हो। हामी चाहिँ यहाँ बोर्ड पनि हेर्न सक्छौँ। हामी अब किम्बु हेलम्बु भन्ने ठाउँतिर यतातिर जाँदैछौँ। खाना खाने चाहिँ त्यहाँ खोला छेउमा छ। एकदम अब बाटो चाहिँ अब अफ रोडै छ भन्नुपर्छ। अब अरू त ठिक छ, बाटो त कम्प्लिट अफ रोड। अब हामी चाहिँ लगभग अलिकति माथि आएर यहाँ चाहिँ हेलम्बुमा खाना खान रोकेका छौँ। ट्याक्क अब हाम्रो यहाँ कुखुरा, लोकल कुखुरा अर्डर गरेर रोकेका छौँ हेलम्बु चनौटी रिसोर्ट भन्ने ठाउँमा। हेरौँ खाना चाहिँ कस्तो हुन्छ। पकाउँदै हुनुहुन्छ, भाले रेडी हुँदैछ। हाम्रो मेलम्ची खोला चाहिँ ऊ त्यहाँ पर छ। अहिले बगरतिर पनि जान्छौँ होला एकछिनमा खेल्न। अब यहाँ 1 घन्टा लगाएपछि अर्को हामी बेस क्याम्पसम्म आज जान्छौँ। लगभग अर्को 1 देखि 2 घन्टा लाग्छ हामीलाई गाडी भएकोले। बाइक भइदियो भए चाहिँ 1 घन्टामै पुगिन्थ्यो हामी। अब लगभग हामी अर्को 1.5 घन्टा जति छ भनौँ बाटो। हाम्रो चाहिँ अब भाले फार्म, गाउँघर, हेलम्बु बजार। अब हामी चाहिँ खाना खाएर यात्रा ठ्याक्क सुरु गर्ला। हाम्रो राजीव, रोशन बाइकमा, राधे, म गाडीमा। अब सबैजना अब चट्ट हामी जान लाग्छौँ। अब यहाँबाट सिधै माथि छोमुङथाङ रिसोर्टमा पुग्छौँ। अब ठ्याक्क त्यहाँ पुगेर अपडेट दिन्छ। बाटो पछाउँदै जान्छौँ। कस्तो लाग्यो त दाइ बाटो? एकदम रमाइलो छ यो बाइकमा। अफ रोड चाहिँ रमाइलो एक्सपिरियन्स भयो, फुल अफ रोड। कस्तो भयो त राजीव भाइ अफ रोड? एकदम रमाइलो। ल अब हामी चाहिँ छोइमुङथाङको बोर्ड पनि देखेँ। रोड चाहिँ यस्तो छ, अफ रोडको पालो सक्यो जस्तो लाग्छ। अब माथि जाउँ। हामी चाहिँ यस्तो यो खुल्ला चौड भएको ठाउँमा आइपुग्यो। एकछिन रेस्ट, हाम्रो गाडीलाई पनि वेट गरेर आएको। यहाँ बाइकहरू पनि अरू पनि धेरै नै छ। आज
शुक्रबार धेरैजना मान्छे गएकोले पनि होला एकदम रिसोर्टहरू चाहिँ फुल्ली बुक भएको छ। यो चाहिँ गोर्खा नेपाली कम्युनिटी भनेर एउटा इस्ट्याब्लिस गरेको सानो घर छ। भगवानको गुम्बा छ अझ हामीलाई हुन त थोरै किलोमिटर छ, उकालो उकालो बनाइ भएकोले पुरै अफरोड भएकोले आई थिङ्क अझ हामीलाई 1-1.5 घन्टा अझै मोड लाग्छ होला। हाम्रो गाडी चाहिँ आइपुग्दैछ। हाम्रो गाडी भाइ जाँदै गरौँ नरोगौँ। हामी चाहिँ पुरै अफरोड 20-22 किलोमिटर छौँ, अझै 1 घन्टा जति लाग्छ होला यो रेसियोमा उकालै उकालो अफरोड। हामी अब तार्के घ्याङ पुग्यौँ। होटल यो एउटा बेस्ट होटल हो यो, यसमा रिकमेन्ड गर्छौँ हामी। अर्को चाहिँ अब हामी 1 किलोमिटर अझ माथि छौँ, हाम्रो बेस क्याम्प चाहिँ 1 किलोमिटर माथि छ, होटल छोइमुङथाङ भन्ने। यो चाहिँ तार्के घ्याङ भन्ने भयो, यो एउटा वान अफ द बेस्ट होटल यहाँ हो। यो अब हामी चाहिँ 10 सेन्टमा बस्छौँ होला, यस्तो बस्ने ठाउँ चाहिँ छैन, माथि घर चाहिँ छैन, ढलान घर। अब हामी चाहिँ छोइमुङथाङ रिसोर्टमा छौँ, आज राति यहीँ बस्छौँ। जस रिसोर्ट चाहिँ खत्रै छ, राम्रै छ। अब आज राति अलिकति रमाइलो प्लस भोलिको लागि तयारी सबै गरिसक्यो, अब त्यसरी नै जाने हो। चिसो चाहिँ चिसो छ, तर आउँदाखेरि चाहिँ बुकिङ गरेर आउँदा अलिक सजिलो रहेछ। नत्र भए चाहिँ रुम पाउन चाहिँ अलिकति गाह्रो रहेछ यता। तपाईँको यो बुकिङ सुकिङ गरेर आउँदाखेरि चाहिँ सजिलो, ढुक्क साथ आउँदाखेरि पनि रुम मजाले पाइन्छ हामीले। त्यही भएर सहीसँग रुम चाहिँ बुक गरेर आउनु। रम हुइट हनी हजुर भाइ, ल तपाईँलाई कस्तो लागेछ भन्नु। कहाँ गयो म जे हुँदैछ राम्रो हुँदैछ। राम्रो यो राधे र सुयसको मेहनतलाई हामीले अब कतिखेर कदर गर्ने भन्ने कुरा भरे थाहा हुन्छ। उज्जवल अब कस्तो लागिरहेछ तपाईँले भनिसक्नु रमाइलो दाइ। यो रोशनलाई अलिकति हेरचाह गर्नुपर्छ है। रोशन बिहा हुन लागेर भोलि फेरि धल्यो भने जिमी दामी आगो गर्दैछौँ। आगोतिर पनि यस्तो लाग्दैन, आगोतिर आगोलाई नि सोधौँ। भोलिको टर्च एउटा यही हो। यस्तो गरौँ भने भाइस बिहान 4 बजे फर्स्ट टाइम यसरी जान लाग्यो। 3 बजे उठेर पनि टोइलेटको क्युमा लाइन भएर धेरै 4 बज्यो। रेडी हुँदैछन् सबैजना। अब हामी ठ्याक्कै हिँड्दैछौँ। अब 2-3 घन्टा माथि चढ्छौँ। यहाँ त हिउँ चाहिँ हिउँ जम्या जस्तो, अलिकति चिसो भयो भने त हिउँ नै जम्छ होला सायद। अझ 1-2 डिग्री तल भयो भने त हिउँ नै जम्छ होला। शीत चाहिँ मस्त लागिरहेछ। टोपी सोपी बाक्लो लुगा सबै छ। सबै ब्रेकफास्टहरू माथि नै गर्छौँ हामी, त्यही तयारीमा आएको छौँ। ल हाम्रो टोली चाहिँ 4 बजे उठेर एकजना चाहिँ हाम्रो गएन, उज्जवल एकजना चाहिँ गएन, सुतिरहेछ। अब हामी चाहिँ सबै माथि पुगेर एक्सपिरियन्स सुनाउँछौँ हाम्रो। त्यस्तो हार्ड लेभल त छैन अहिलेसम्म, तर पनि हेरौँ कतिको हुन्छ माथि पुगेर। हार्ड लेभल सिम्पलै छ, सबैजना जाने भएकोले रमाइलो पनि छुट्टै छ। बाटो चाहिँ अलिक केयरफुलै हुनुपर्ने रहेछ। सनराइज अफ द डे फर्स्ट मामाङ्गी पिक त नभनौँ, पिकको त्यहाँ माथि छ। राधे हाउ आर यु फिलिङ? गुड। सनराइज हेर्न आनन्द भयो। सञ्जीव असम दामी। यस्तो भ्यू हेर्न त 2 बजे उठ्नुपर्छ। रमाइलो भएर हावा चल्यो, जाडो भयो त, रोकेपछि त चिसै रहेछ।
आमा याङ्री पिकभित्र राधे म भगवान् त्यो लाइटर राख्नु त्यो ब्याग त्यो लो खाडा खाडा हाम्रो राधे भर्खर खुल्यो हामी त ठ्याक्कै लो खोलेको टाइममा पऱ्यो लक्की चाहिँ लक्की ब्यागमा मेरो आमा याङ्री गुम्बा अनि हामी चाहिँ ठ्याक्क माथि अब प्रेस प्याक लाउँदैछौँ यिनीहरू चाहिँ होटलमै पाउँछ अलिक महँगो पर्छ होला सायद हिमाल चाहिँ यो साइड छ हाम्रो हिमाल अब अरू चाहिँ सबै पिक भयो हामी चाहिँ उता अब सनराइज सबै हेर्ने भनेर आएको ल हामी चाहिँ यो लायन्स क्लब अफ काठमाडौँ एभरेस्टबाट पनि हौ त्यही हामी चाहिँ यसको ट्रेक जिमी रोशन पुरानो मेम्बर हाम्रो ब्याक हुने भन्ने प्रतिबद्धता दिएको छ मनोजी हाम्रो प्रेसिडेन्ट अर्को प्रेसिडेन्ट छुटिरहेछ अब पास्ट प्रेसिडेन्ट अबको जोन चेयरपर्सन अब हाम्रो नयाँ मेम्बर म चाहिँ पास्ट प्रेसिडेन्ट हाम्रो मनोजी अगाडिको अब ब्रेकफास्ट कार्यक्रमतिर लाग्छौँ हामीले आफ्नै स्टफ ल्याछौँ हामीले कसैलाई प्रेसर नदिने गरी कहीँ ब्रेकफास्ट गर्न मिल्दैन होमवर्क गरेर आफ्नै स्टफ ल्याएको छौँ अब त्यही पकाएर पाउरोटी चाउचाउ हामी पिनट्स बटर सबै ल्याछौँ चिया कफी कार्यक्रम छ ए यहाँ यस्तो भ्यू छ आमा याङ्रीको राधे कुक आज ब्यागहरू यहाँ ब्रेडहरू ल्याछौँ हाम्रो रोशन चाहिँ चाउचाउ कुकिङ गर्दैछ यहाँ चाहिँ आउने जाने प्रोसेस चलिरहेछ त के चाउचाउ खानकुरा कि के हो चाउचाउ राज मनोजी रक्सी खानु हो अब ब्रेकफास्ट भयो चाउचाउ पाउरोटी पिनट्स बटर हाम्रो राजले चाहिँ एउटा नेक काम गरेछ ए झोला सोला लाएर तल डस्टबिनमै हाल्ने भनेर अब चाहिँ सिधै होटेलमा होइन यो चाहिँ तल झर्नेको लाइन अघि चढा लाइन अहिले झर्डा लाइन आज त बेस क्याम्प फाइनली हामी अब यहाँबाट होटेलबाट अराउन्ड अलिक फ्रेस भएर आधी घन्टा 1 घन्टामा निस्किन्छ भनेर हामी जसलाई लत्थी चाहिँ रिकमेन्ड गर्छु अलि हामी जस्तोलाई अलि सजिलो हुन्छ 2-4 ठाउँ अलिक गाह्रो छ ठाडो भएकोले अदरवाइज सजिलै छ बाटो त त्यस्तो ठाडो चाहिँ 2-3 ठाउँमा चाहिँ छ माथि अब हामी बेस क्याम्पबाट 2 मिनट पर छ हाम्रो होटल छुइमुङथाङ अहिले मध्येको सबभन्दा राम्रो होटल त्यही हो अहिले मध्येको अरू त छैन 2-2.5 घन्टा चढ्न पनि त्यस्तै अराउन्ड लाग्दो रहेछ अझै हाम्रो जीवन रहनुन्जेल हाम्रो साथ रहनुन्जेल हामी यो ट्रेकहरू अझै निरन्तरता दिँदै अगाडि बढ्छौँ राजको के छ राज पनि बोल भाउजूलाई केही सन्देश छ ल